हामी के गर्दैछौँ भन्दाखेरि अब सिस्टममा के त हामी रेफ्रिजरेटर ग्यासलाई हामी चार्ज गर्दैछौँ है 134 को ग्यास हामी चार्ज गर्दैछौँ सिस्टममा ठिक छ सबैभन्दा पहिले के गर्नु पर्यो भन्दाखेरि हाम्रो सिस्टममा भएको जति पनि हाम्रो के त हावाहरूलाई पहिला हामीले के त भ्याक्युम गर्नु है सालाखाल हामी यो भ्याक्युम कति समयसम्म गर्छौँ भन्दाखेरि टेन्टेटिभ 25-30 मिनट आधा घन्टा सम्झौँ है आधा घन्टा हामीले फुल भ्याक्युम गर्छौँ यहाँ लेखेको भ्याक्युम भयो ल जति राम्रो जति भ्याक्युम बढी गऱ्यो त्यति राम्रो है यो हाम्रो कम्पाउन्ड गेज भयो होइन हाम्रो कम्पाउन्ड गेज अलिक के रहेछ हामीले यसलाई हामीले खुल्ला गरेको छ यो बन्द गरेर खुल्ला गरेर गर्नुपर्ने भयो हाम्रो बिचको पाइप कहाँ गएको छ सक्सनमा अथवा चार्जिङ पोर्टमा गएको छ ल चार्जिङ र सक्सन एउटै हुन्छ ल त्यस पछाडि हाम्रो अर्को साइड कहाँ गयो भ्याक्युम पम्पको सक्सनमा गयो यहाँबाट आउट हुने भयो यहाँबाट सक्सन हुने भयो यहाँबाट आउट हुने भयो ठिक छ त्यो हुँदाखेरि अब हामीले यसमा हामीले अन गरेपछि के हुने भयो हामीले यसलाई अन गरेपछि के हुने भयो यो स्विचलाई हामीले अन गरेपछि के हुन्छ अब यो भ्याक्युम चल्छ र यहाँबाट हावा सबै तान्दै यहाँबाट भित्र छिरेर यहाँबाट बाहिर निस्किन्छ अब यो प्रोसेसलाई हामी एकचोटि गरिहेरौँ हुन्छ यसमा नबुझ्ने केही छ अरू सबै बुझिरहेको छ राम्रोसँग बुझिरहेको नि पक्का हो नि ल ल खोल्ने अनि ह्यान्डसम त सबैजना होइन ल अनि के अरे ल बिचमा राख्यो त्यसपछि अब ल चलाउनु त चलाउने नि ठिक छ त अन गर न अनि यहाँ अन गर न र चल्यो अब यहाँ सुई हेर्ने सुई हाम्रो माइनसमा गयो है यता -30 मा जानुपर्छ ल त्यो -30 सम्म पुग्नुको लागि कति समय लाग्ने भयो यस आधी घन्टा अब यहाँ के भइरहेछ अब हाम्रो सबै यो हाम्रो यो सिस्टमको के त सिस्टमको हाम्रो के भइरहेछ हावाहरू सबै यहाँबाट तान्दै यहाँबाट खोलिरहेछ खुल्ला छ ए त्यो बन्ने गरी पर्दैन त्यस्तो साह्रो पनि गर्नु पर्दैन तान्दैछ त अनि एकैचोटमा हुन्छ त टाइम लाग्छ त अहिले के भइरहेछ अहिले यहाँ के भइरहेछ सर अहिले भ्याक्युम भइरहेछ कति समयको लागि गर्ने हामी यसलाई ओके अब सालाखाला 30 मिनटसम्म गर्छौँ है त्यो हुँदाखेरि हामीले यहाँ त के त हाम्रो अहिले यहाँ लगभग 7 लाख मिली माइक्रोन बराबरको हाम्रो यहाँ अहिले हावा छ ल मिली माइक्रोन छ अब यसलाई पुरै हामीले सक्सन गरेर फ्याल्नुपर्ने हुन्छ यो पुरै फ्याल्नुपर्ने हुन्छ है यो पुरा फ्याल्नुपर्ने हुन्छ सालाखाला हामीले 25-30 मिनटभित्रमा पुरै फेरि जेरो पनि हुँदैन है सालाखाला 400 हारा आदि चाहिँ अझै नै यो मिली माइक्रोन बाँकी नै हुन्छ तर त्यो नगर्ने रूपमा हुन्छ त्यो नो प्रब्लम है 7 लाखलाई तान्दा कति पुऱ्याएछ 400 सालाखाला मिली माइक्रोनमा पुऱ्याउँछ है त्यहाँसम्म हामीलाई प्रब्लम छैन ठिक छ ल अब हामी यसलाई एकछिन भ्याक्युम गरौँ ल हाम्रो सालाखाला यो कति मिनट हामी चलाइयो यसलाई 30 मिनट भइसक्यो भ्याक्युम गरेको 30 मिनट भइसक्यो अब हामीले चाहिँ यो भ्याक्युम गरेर अब ल 30 मिनट भयो है सालाखाला अब एकछिन हाम्रो यो कम्पाउन्ड गेजमा पनि अब हाम्रो -30 पुग्नै पर्छ ल -30 पुग्यो अब यसलाई हामीले अफ गर्नुभन्दा अगाडि के गर्नु पर्यो त ल बन्द गर्नु ल त त्यसलाई पुरा बन्द गरौँ होइन ठिक छ बन्द भयो बन्द भइसक्यो यसलाई बन्द गरौँ भ्याक्युम पम्पलाई हामीले हटाइदिउँ है पहिला भ्याक्युम पम्पलाई हटाउने अनि यसलाई बन्द गर्ने भयो भने त्यो बेलामा के हुन्छ हाम्रो रिटर्न जान्छ त्यो भएर यसलाई पहिला होइन कि पहिला यसलाई हामीले बन्द गर्नु पर्यो त्यसपछि मात्र बल्ल भ्याक्युम पम्पलाई बन्द गर्ने अनि त्यसपछि भ्याक्युम पम्प हटाइदिउँ ल भ्याक्युम पम्प हटाइदिउँ अब ग्यास पनि दिनु लाग्ने झिक्दिनु बुझिरहेको छ नि नबुझे अब फेरि भन्दा म रिपिट गरिदिन्छु के छ प्रब्लम सर के बुझ्नु भइरहेछ तपाईँले राम्रोसँग बुझ्नु भएको छ किन पक्का हो नि हुन्छ त्यो नजिक अब ग्यास हाल्नुपर्छ त्यो हाम्रो भ्याक्युम पम्पलाई मात्रै हटाइदिनु त लाग्छ पुग्यो हो नि अनि बुझ्या पनि हो नि कन्फर्म अगाडि बढौँ त ओके